चाउमिन बगाउने हो। यति नुन हाल्दा ठिक हुन्छ यो चाउमिनमा चाहिँ। केही पनि हाल्दैन खासै मैले यसमा चाहिँ। यो खासै धुलो खोर्सानी नहाल्नुपर्ने, आजलाई चाहिँ हालिदिनु पऱ्यो पनि। अनि अब यहाँ के भन्छ यो के भन्छ चिकन मसला हालिदिनु पऱ्यो अलिकति। मसला चाउमिन मसला पाएन हो मैले त कहाँ लाग्छ। कलर हाल्ने, प्याज यो भिनेगर हाल्ने, अनि भइहाल्यो चाउमिन त्यो चाहिँ है। के चाहिन्छ केही चाहिँदैन, यस्तो राम्रो भयो। म त चाउमिन बनाउनु त फेरि आज दिँदै होइन है, फेरि पर्खिँदै हो। आजभन्दा 22-23 वर्ष अगाडिदेखि चाउमिन बनाउने मान्छे म हो। तर एकदम मैले भिडियो चाहिँ बनाएन, आज चाहिँ बनाइदिएको छु। अब अहिलेसम्म चाहिँ मेरो चाउमिनलाई खेनेसे भएको छ। सबैले मनै पराइराख्नु भएको छ। अबदेखि त चाहिँ के खटाउनु है, मन पराउनु लुक्स नै बवाल छ। हजुर लुक्सै बवाल छ क्या। कस्तोले चाउमिन त मैले जमानदेखि बनाउने हो नि त, त्यही भएर कस्तो चाहिँ मन पर्छ, कस्तो चाहिँ हाल्नुपर्छ भन्ने कुरा सबै मलाई थाहा नि त। त्यही भएर जस्तो आफूले भिडियो गर्दा त्यस्तै ल्याउने हो। अलिक भोट रातो गरिदिनुपर्छ कि, अनि मनपर्छ नि त। खाने मात्र मलाई धेरै ब्याउनु पऱ्यो नि त, राम्रो बनाएर। त्यहाँ किन के खाने हो नानी हो यहीँ? ल कस्टमर भन्ने मन पनि है। ब्रो आज चाहिँ यो भेनिगर धेरै जस्तो लाग्यो मलाई। त्यहाँ चाहिँ भेनिगर रहेछ आज। मैले मात्र 100 रुपियाँ प्लेट बेच्छ है। अनि हापा दिन्छु क्या म यहाँ 50-50 हालेर। तर आज यो प्याज हेरेको रहेछ, मैले घरबाट ल्याएको छैन प्याज चाहिँ। अनि प्याज नहालिकन दिनु पऱ्यो, कस्टमर भाग्ने कि त्यस्तो लाग्छ। आफ्नो सामान ठिक हुनु पऱ्यो नि त है। देख्दा कति आउँछ हेर्नु त स्पेसल चाउमिन यो बन्द यहाँ राख्ने हो। कस्तो छ त चाउमिन? मैले बनाएको चाउमिन राम्रो छ कि छैन? मिठो छ, मिठो छ। यहाँ तपाईँले सबैले मिठो भन्थे। नानी कस्तो छ चाउमिन? मिठो छ। अनि धेरै पहिलादेखि चाउमिन बनाउँथेँ कि हिजो आज चाहिँ अलिक काम मात्र बनाउँछु।